हेलो, आज फेरि पनि सधैँ झैँ यीशु मसीहले बोल्नु भएको हामी उखान कक्षामा या त उखानको भिडियोमा यहाँलाई स्वागत गर्न चाहन्छौँ र फेरि सधैँ झैँ म फेरि एउटा यीशु प्रभुले बोल्नु भएको उखानलाई लिएर म हजुर कहाँ उपस्थित भएको छु। आज हामी विशेष गरिकन जुन उखान चाहिँ मत्तीको पुस्तक 7 अध्यायको 6 आयतमा लेखिएको विशेष यो उखानलाई हामी अध्ययन गर्न गइराखेका छौँ। यहाँ मैले लेखिदिएँ हजुरहरूको लागि उखान भनेर। यो चाहिँ उखानलाई हामीले विशेष अध्ययन गरिराखेका छौँ र विशेष उखान जस्तो देख्नमा सजिलो छ त्यति नै बुझ्नमा अलिकति कठोर पनि छ, किनभने उखानभित्र पनि धेरै साहित्यिक उपकरणहरूलाई प्रयोग गरेको कारणले गर्दाखेरि यसलाई बुझ्नको लागि हामीले अलिकति साहित्यभित्र पनि अलिकति घुस्न जरुरी हुन्छ। त्यस पछाडि मात्रै हामीलाई अर्थ लगाउन सजिलो बनेर जान्छ। र विशेष गरिकन हामी यहाँनिर एकदमै सरल एउटा नेपालीमा हामीले देखिराखेका छौँ। यीशु प्रभुले बोल्नु भएको जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरहरूका अगाडि नफाल, नत्र ता तिनले आफ्नो खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। हुन्छ, यहाँनिर विशेष मैले प्रिभियस भिडियोमा यहाँहरूसँग मैले चर्चा गर्दाखेरि आज उखानभित्र पनि कति प्रकारका उपकरणहरू पाइन्छ त भन्ने कुरालाई हामीले हेरिराखेका थियौँ। अनि आज हामी यो भित्र पनि पहिलो कुरा हामीले हेर्नु पर्ने नै, हामीले यहाँनिर देख्नु पर्ने नै एउटा इम्पेरेटिभ नै छ। पहिले सुरुमा आज्ञार्थी। अनि आज्ञार्थी भन्नाले दुई प्रकारको हुन्छ। एउटा आज्ञार्थी पोजिटिभ जुन चाहिँ यसो गर भनेर हुन्छ, अनि एउटा चाहिँ नेगेटिभ हुन्छ नकारात्मक, जो चाहिँ हो नगर भनेको पाउँछौँ हामीले। सकारात्मक र नकारात्मक दुई प्रकारको इम्पेरेटिभ हुने गर्दछ। र यसमा पनि हामीले नकारात्मक आज्ञार्थी एउटा पुरै हामी लाइनलाई हामी यहाँनिर देख्दछौँ प्रभुले भन्नुभएको बाणीमा। अनि जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, नकारात्मक र नगर भन्ने जुन शब्द छ यसलाई चाहिँ हामीले नकारात्मक प्रकारले हामीले बुझ्न सक्छौँ। भन्न खोजेको कुरा चाहिँ मना, स्ट्रिक्टली मना गरेको, नगर्नु भनेको अङ्ग्रेजीमा यसलाई फरबिडन पनि भनेर भन्न सकिन्छ, फरबिडबाट आएको हो। अनि विशेष गरिकन यहाँनिर हामीले हेर्दै गर्दाखेरि चाहिँ हामीले देख्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि यो आफैमा यो पहिलो अनि यो दोस्रोलाई हामीले हेर्ने, दोस्रो लाइनलाई हामीले हेर्ने हो भनेदेखि चाहिँ यी दुवै लाइन चाहिँ इम्पेरेटिभ हुन्। इम्पेरेटिभ आज्ञार्थी, इम्पेरेटिभ या त आज्ञार्थी। आज्ञार्थी यसमा चाहिँ हामीले देख्दछौँ यहाँनिर यीशु प्रभुले चाहिँ गर्नु भन्नुभएको छैन, तर नगर्नु भनेको नकारात्मक यहाँनिर हामी देख्दछौँ। त यीशु प्रभुले यहाँनिर स्ट्रिक्टली मना गर्नु भएको छ। आज विशेष पवित्र जनहरूलाई नै भनेको हो यो भन्ने कुरा चाहिँ हामीलाई पहिलो लाइनले नै हामीलाई यहाँनिर देखाउँदछ। यो पवित्र, जे पवित्र छ भन्नाले पवित्र जनहरूको लागि भनेको हामी पाउँदछौँ। यसले सङ्केत गर्छ कि कसलाई भनेको हो भनेर। अनि हामीले यहाँनिर अर्को हामी के प्राप्त गर्न सक्छौँ त यो उखानभित्र? अर्को हामीले आज्ञार्थी त हामीले पत्ता लगाइहाल्यौँ, तर यस पछाडि पनि हामीसँग अर्को हामी के पाउन सक्छौँ त? यहाँ यो सेन्टेन्सभित्र पाउने अर्को कुरा, हामी यो तल लाइनमा हामी जानुभन्दा अगाडि पनि हामी यो दुई पक्षलाई हामी हेर्छौँ। यहाँ एक पक्ष माथि र अर्को पक्ष तल हामी हेर्छौँ। किन भन्दाखेरि चाहिँ मैले यो दुईटालाई किन छुट्याएँ त भन्दाखेरि हामीले अलिकति त्यही प्रकारले नै अध्ययन गर्नु परेको कारणले गर्दाखेरि, किन भन्दाखेरि चाहिँ माथि जुन आज्ञा दिएको छ त्यो आज्ञालाई गर्दाखेरि या नगर्दाखेरि चाहिँ त्यसको नतिजा के हुन्छ, कन्सिक्वेन्स चाहिँ के हो भन्ने कुरा चाहिँ तल दिएको कारणले गर्दाखेरि मैले यसलाई के गरिदिएँ भने एकछिनको लागि मैले सेपरेट गरिदिइराखेको छु यहाँहरूलाई। र विशेष गरिकन यहाँ बुझ्नुपर्ने एकदम अर्को कुरा के हो भन्दाखेरि यो सिधै त आज्ञार्थी, यो चाहिँ नगर्नु भनेको कुरा होइन। र अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँभित्र लुकेको अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ रूपक, जसलाई हामीले अस्ति मेटाफोर भनेको थियौँ। रूपक है, यो रूपक भन्ने जुन चाहिँ छ यो साहित्यिक विधा हो र हामीले यसलाई विशेष गरिकन हामी हेर्छौँ यसलाई चाहिँ हामीले मेटाफोर भन्छौँ।
हुन्छ। यहाँ हामीले मेटाफोर र अर्को हामीले उपकरण अर्को के पायौँ भन्दाखेरि चाहिँ हामीले इम्पेरेटिभ यो सेन्टेन्सभित्र यो दुईवटा लाइन्सभित्र चाहिँ हामीले के पायौँ भन्दाखेरि चाहिँ एउटा इम्पेरेटिभ पायौँ आज्ञार्थी, अनि एउटा चाहिँ पायौँ हामीले मेटाफोर जुन चाहिँ हो रूपक हो। अब हामीहरूलाई यहाँनिर केलाउनु पर्ने हुन्छ के को तुलना केसँग गरेँ। मैले हजुरहरूसँग भन्दै थिएँ मेटाफोरलाई अलिकति हामीले बुझ्नु चाहिँ बहुत जरुरी हुन्छ। रूपक भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ एउटा कुनै पनि वस्तु र अर्को वस्तुसँग दाजिन्छ त्यसलाई, तर यसमा भएको जुन चाहिँ गुण छ त्यो गुण चाहिँ सबै यसमा छ भने चाहिँ मेटाफोर भनेर त्यसलाई बुझिन्छ है। त्यसलाई चाहिँ मेटाफोर भनिन्छ। तर कुनै यस्तो गुणहरू चाहिँ जो चाहिँ यसमा भएको केही मात्राको गुणहरू यसमा छ भनेदेखि चाहिँ हामीले त्यसलाई मेटाफोर भन्दैनौँ, त्यसलाई चाहिँ सिमिली भनेर भन्ने गरेको छ है। नेपालीमा त्यसलाई उपमा भनिन्छ। यहाँ चाहिँ मेटाफोर भन्दा चाहिँ के हो भन्दाखेरि पुराको पुरा गुण एक वस्तुमा भएको चाहिँ अर्को वस्तुभित्र त्यो गुण देखा पर्छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ हामीले मेटाफोर भनेर हामी भन्ने गर्छौँ। जस्तै यीशु प्रभुले भन्नुभयो म संसारको ज्योति हुँ। ज्योतिमा भएको सबै गुण यीशुमा भएको सबै गुण ज्योतिमा, यानि कि दुईटामा भएको पुरा गुण एक दुसरामा भएको हामी देख्दछौँ। यसरी नै हामी यहाँनिर हामीले अलिकति मेटाफोर पत्ता लगाउनु पर्ने चाहिँ हुन्छ है। अलिकति कुन होला मेटाफोर, के होला यो मेटाफोर भन्ने कुरा चाहिँ हुन्छ। तर हामीले यहाँ हेर्नुपर्ने कुरा चाहिँ के भन्दा दाँजेको चाहिँ कसलाई केसँग दाँजेको छ भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ। र विशेष दाँजेको चाहिँ के हो भन्दाखेरि चाहिँ पवित्र चिज चाहिँ यो पवित्र चाहिँ केसँग दाँजेको छ त, पवित्र चाहिँ के हो त भन्ने कुरा अब हामीलाई यो चाहिँ मेटाफोर छ। अब मेटाफोर पनि कई प्रकारको छ, त्यतिर म अहिले जाँदिनँ किनभने यो अलिकति टिपिकल सब्जेक्ट र अलिकति बुझ्नको लागि कठिन पनि पर्छ सबैको लागि। र मैले अहिले हल्का मात्रामा राखिदिँदै गर्दाखेरि चाहिँ पवित्र चिजलाई, अब जस्तै पवित्र चिज यहाँनिर एउटा दाँजेको छ तर त्यो वस्तु चाहिँ यहाँभित्र देखा परेको छैन, पवित्र होइन। अनि अर्को एउटा मेटाफोरको प्रयोग गरेको छ, त्यो चाहिँ के हो भन्दाखेरि कुकुरलाई। कुकुर भनेको चाहिँ को हो त, कसलाई दाँजेको त चाहिँ यो कुकुरसँग चाहिँ कसलाई दाँजेको छ त होइन। सो देयर आर टु मेटाफोर्स होइन। यहाँनिर चाहिँ हामीले दुईवटा रूपकहरू हामी यहाँनिर पाउन सक्छौँ। अनि यो एउटा पवित्र चिज भन्ने यहाँनिर देखिएको छ। यो पवित्र चिज चाहिँ के हो भनेर चाहिँ हामीले अलिकति छुट्याउनु पर्ने हुन्छ। यो पवित्र भनेको चाहिँ केसलाई सङ्केत गर्छ त, यो पवित्र भनेको कुरा चाहिँ के हो त भनेर चाहिँ यसलाई हामीले हेर्नुपर्ने हुन्छ। र अर्को हामी फेरि पनि हामीले अर्को यो कुकुर भनेर कसलाई बताएको त भनेर हामीले हेर्नुपर्ने हुन्छ। अब कसैले कसैलाई कुकुर भन्दाखेरि त एकदम ठुलो समस्या बनेर जान्छ, तर येशू प्रभुले यहाँनिर एकदमै महत्त्वपूर्ण बातलाई उहाँले राख्दै हुनुहुन्छ। अनि अर्को लाइनमा हामीले हेर्ने हो भनेदेखि अर्को पनि छ, त्यो चाहिँ के हो भन्दाखेरि मोती, यो मेटाफोर हो है। अनि सुँगुर, यानि कि सुँगुर होइन, सुँगुर है। अहिले सुँगुर र मोती यो दुईटा पनि हामी यहाँ मेटाफोर हामी देख्दछौँ। सो इन टु लाइन्स देयर आर 4 मेटाफोर युज्ड होइन। यहाँनिर चाहिँ दुई हरफमा 4वटा रूपकहरू हामीले यहाँनिर हामी देख्न सक्छौँ। तर यहाँनिर अनदेखी छ रूपकमा, यसको पवित्र चिज केसँग दाँजेको छ, कुकुर केसँग दाँजेको छ, कसलाई जताउन चाहेको, कसलाई भन्न चाहेको भन्ने कुरा। अनि अर्को कुरा चाहिँ के भन्दा मोती छ, त्यो मोतीले कसलाई रिप्रेजेन्ट गर्दैछ र सुँगुरले कसलाई रिप्रेजेन्ट गर्दैछ भन्ने कुरा चाहिँ बहुत महत्त्वपूर्ण छ। त्यस पछाडि मात्रै यस लाइनको कन्सिक्वेन्स के हो त, त्यस पछाडि चाहिँ कन्सिक्वेन्सको कुरा आएको छ। यसै कारणले गर्दाखेरि अब हामीले यो मेटाफोर रहेछ यहाँभित्र, मेटाफोर यो उखानभित्र त मेटाफोर पनि लुकेको रहेछ भनेर हामीले पायौँ है। अब यो मेटाफोरलाई हामीले बुझ्न जरुरी छ। अब जस्तै फर इक्जाम्पल हामीले कसैलाई डाइरेक्ट कुकुर भन्नु या त कसैलाई आफूलाई पवित्र भन्नु गाह्रो कुरा हो। कसैलाई पवित्र कसैलाई चाहिँ कुकुर भन्ने यो प्रकारले त नराम्रो कुरा हो। तर एउटा कुनै त्यो कुरा एउटा प्रकटीकरणमा हुन्छ, कसैबाट देखिन्छ त्यो कुरा भनेदेखि चाहिँ हामीलाई वचनले चाहिँ एकदम सिधै रूपमा हामीसँग भनेको हामी पाउन सक्छौँ। र यसैले गर्दाखेरि हामीले पवित्र चिज जुन चाहिँ छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ
हामीले भन्नु पर्दाखेरि चाहिँ ईश्वरीय ज्ञान हैन पवित्र कुराहरू चाहिँ हामीले देख्न सक्छौँ। किनभने तपाईँले माथिबाट हेर्दै आउनुभयो भनेदेखि यो लाइनलाई मात्र मैले एक्सप्लेन गर्दै गर्दाखेरि चाहिँ यसबाट निस्किने कुरा मात्रै आयो। तर माथि तपाईँले जस्तै 5 मा के छ, 4 मा के छ, 3 मा के छ, 2 मा के छ, 1 मा के छ भन्दै तपाईँले त्यो माथिबाट हेर्दै आउनु भने त्यो विचार कसरी फ्लो भएर आएको छ माथिबाट भन्ने कुराहरू त्यहाँनिर दोषको कुरामा विशेष यहाँनिर आएको छ। दोष नलगाउनु पर्ने कुराहरूमा लगाउँदै आएको छ। तल त्यो तपाईँले फ्लो हेर्दै आउनुभयो भनेदेखि चाहिँ माथिबाट नै एक दुसरालाई दोष नलगाउने कुराहरूमा यो कुरा सम्बन्धित हुँदै तल अन्तिममा 6 मा आएर यसरी टुकिएको छ। भनेदेखि चाहिँ यो पवित्र कुराहरू चाहिँ केसँग तुलना गरेको छ त भन्दाखेरि चाहिँ यसले चाहिँ के रिप्रेजेन्ट गर्छ त? के हो त यो मेटाफोर चाहिँ केसँग यसले चाहिँ के बताउँछ त भन्दाखेरि चाहिँ ईश्वरीय ज्ञान हैन ईश्वरीय ज्ञानलाई हामीले भन्न सक्छौँ या त भन्न सक्छौँ हामीले पवित्र चिज जो परमेश्वरबाट पाएका पवित्र चिजहरू केही हामीभित्र भएका गुणहरू छ भने पनि हामीले त्यसलाई बताउन सक्छौँ। पवित्र अभ्यासहरू अन्तर्दृष्टिहरू हैन अन्तर्दृष्टि यसलाई हामीले के भने अन्तर्दृष्टि अलिकति मैले लेख्दाखेरि अलिकति सानो भएर गएको छ तर त्यसलाई मैले लेख्न चाहेको चाहिँ अन्तर्दृष्टि हो। त पवित्र चिज चाहिँ त्यो योसँग तुलना गरेको छ। ईश्वरीय ज्ञानलाई चाहिँ यहाँनिर पवित्र कुरा भनेर यहाँनिर भनेको छ। तर अर्को कुकुरलाई नदेऊ भनेर भनेको छ। अब यो कुकुरले कसलाई रिप्रेजेन्ट गर्छ त भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। तपाईँले देख्नुभयो होला यहाँ कसरी चाहिँ यो अनि यो कुरा दुईटा मिलेको छ अनि यो र यो कुरा चाहिँ यो चाहिँ प्यारलिजम भनेर पनि भनिन्छ। प्यारलिजमको त्यसको पनि युज गरेको छ यहाँनिर। त्यो अब हामी छुट्टै प्रकारले हामी त्यसलाई हेर्छौँ त्यो पनि छ यहाँनिर। र विशेष गरिकन तपाईँले हेर्नु पवित्र र मोती पोजिटिभ यसले कुकुर र सुँगुर यो दुइटै कुरा अलिकति अर्कै प्रकारले प्रयोग गरिएको छ। यो दुईटा मिल्न जान्छ अनि यो दुईटा मिल्न जान्छ। यो चाहिँ प्यारलल भएर गएको छ। प्यारलिजममा हामीले त्यसलाई पढ्न सक्छौँ। तर अहिले चाहिँ हामीले के हेर्दैछौँ त भन्दाखेरि चाहिँ हामीले मेटाफोर हेर्दै गरेको कारणले गर्दाखेरि चाहिँ यो कुकुर भनेको चाहिँ अब के हो त भन्दाखेरि चाहिँ जसले चाहिँ ईश्वरीय ज्ञानको अपमान गर्छ होइन। यहाँ चाहिँ अब त्यो मूर्खहरूलाई भन्नुभन्दा पनि कसैले भनेको भन्दा विशेष गरेर ईश्वरीय गुणहरू ईश्वरीय कामहरूलाई तिरस्कार गर्छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ बाइबलले कुकुर भनेर त्यसलाई रिप्रेजेन्ट गरेको छ देखाएको छ है। यसै कारणले गर्दाखेरि हामीले बाइबलीय कुराहरूलाई चाहिँ हामीले नखार्नु हुँदैन त्यसलाई भन्ने कुरा हामी यहाँबाट हामी प्राप्त गर्न सक्छौँ। अर्को कुरा हामीले यहाँ हेर्दै गर्दाखेरि कुकुर भन्ने कुरालाई हामीले विचार गर्दै गर्दाखेरि चाहिँ यतिखेरको समयमा चाहिँ यीशु प्रभुको समयमा को मान्छेलाई चाहिँ कसलाई चाहिँ यसले सङ्केत गरेको छ भन्दाखेरि चाहिँ विशेष यहुदी मतहरू जसले चाहिँ यीशुको शिक्षालाई तिरस्कार गरे तिनीहरूलाई जनाएको छ वास्तविकतामा। तर अहिले हाम्रो सङ्केतमा हामीले हेर्ने हो भनेदेखि चाहिँ जसले चाहिँ परमेश्वरको वचनलाई पवित्र शिक्षालाई ईश्वरीय ज्ञानलाई उहाँको अन्तर्दृष्टिलाई जसले पनि घृणा गर्छ उसैलाई यसले कुकुर भनेर सङ्केत गर्दछ। र अर्कोतिर हामीले हेर्ने हो भनेदेखि यहाँ मोती भनेको छ। यहाँनिर पवित्र थियो यहाँ माथि पवित्र छ विच इज होली। अङ्ग्रेजीमा यसलाई होली भनेको पाउँछौँ। सो दोस्रोतिर हामीले यहाँनिर पाउँदैछौँ मोती भनेर जुन चाहिँ मोती फेरि त्यो चाहिँ सुँगुरका अगाडि नफाल भनेर यहाँनिर नकारात्मक यो पनि नगर भनेको कुरा छ यहाँनिर स्ट्रिक्टली फरबिडन है। अब हामी यहाँनिर देख्न सक्छौँ र यो मोतीले हामीलाई के देखाउला त भन्दाखेरि चाहिँ एउटा बहुमूल्य चिज है जुन कुरा बहुमूल्य छ त्यसलाई चाहिँ भन्न खोज्दछ। आत्मिक सत्यताहरू यसलाई हामीले मोतीकोलाई हामीले भन्यो नि आत्मिक सत्यताहरू। यो मोतीहरू भनेको चाहिँ आत्मिक सत्यताहरू आध्यात्मिक भनिन्छ होइन र आत्मिक भनिन्छ। आत्मिक सत्यताहरू आत्मिक सत्यताहरू लेख्दाखेरि व जस्तो देखिँदो रहेछ अलिकति ठुलो भएको कारणले गर्दा यत्र हजुरले बुझ्नुहुन्छ। आत्मिक सत्यताहरू या त आध्यात्मिक
सत्यताहरूलाई चाहिँ मोती भनेर भन्दछ। जुन कुरा चाहिँ परमेश्वरको वचनबाट हामी पाउन सक्छौँ, त्यो कुराहरू चाहिँ यहाँ अब हामीले सिधै भन्नु चाहिँ हामीले सिधै यहाँनिर अर्को अर्थमा हामी लाउने भने चाहिँ गस्पेल भनेर पनि बुझ्छौँ हामीले चाहिँ। त परमेश्वरको वाणीहरू, परमेश्वरको वचनहरू चाहिँ जो पवित्र छ, हेर्नुहोस् है, प्यारलल कसरी भइरहेको छ, प्यारलिजम कसरी भइराखेको छ। जो परमेश्वरको वचन जो मोती सरह छ, एउटा पवित्र छ, त्यो कुरो चाहिँ सुँगुरको अगाडि नफाला भन्छ। जसले वास्ता गर्दैन, त्यो शिक्षाको वास्ता गर्दैन, त्यसलाई चाहिँ सुँगुर भनेर तुलना गरेको छ। जसले चाहिँ त्यो शिक्षालाई ग्रहण गर्न चाहँदैन, त्यो शिक्षाप्रति उसको केही रेस्पोन्स छैन, रेस्पेक्ट छैन, होइन, भनेदेखि चाहिँ त्यसको अगाडि चाहिँ त्यो कुरा नराख्नु भनेर यहाँनिर विशेष गरिकन भनेको पाउन सक्छौँ। र यहाँनिर चाहिँ कसले कसलाई भनेको हो भन्ने कुरा हामीले सेन्टेन्सबाटै हामीले भन्न सक्छौँ। कोही यदि परमेश्वरको जनहरू, पवित्र जनहरू छ भनेदेखि परमेश्वरबाट पाएको पवित्र ज्ञानहरू, त्यो एकदम किम्ती वचनका स्रोतहरू, त्यो प्रचारको समाचार यदि सुँगुरको प्रकारको त्यो एक्सेप्ट नगर्ने हृदय, त्यो आदर नगर्ने हृदय भएको मान्छेको अगाडि चाहिँ त्यो बरु नफाल भनेर येशू प्रभुले सो स्ट्रिक्टली हामीलाई त्यो आज्ञा दिनुभएको छ। त्यसैले यो आज्ञार्थी शब्द हामी यहाँनिर पाउन सक्छौँ। भनेदेखि अब कन्सिक्वेन्स के हुन्छ त यो पछाडि हामीले देख्यौँ यहाँनिर यो यो हामीले जुन चाहिँ म्याटाफोर्स छ, म्याटाफोर्सलाई हामीले निकालेर त्यसको अर्थ हामीले हेऱ्यौँ। त्यस पछाडि कसले भनेको रहेछ, कसलाई भनेको रहेछ भन्ने कुरा हामीलाई थाहा भयो। तर अब कन्सिक्वेन्स के हुन्छ त, नत्र त भन्दाखेरि चाहिँ यदि गऱ्यो भने चाहिँ के होला भन्ने कुरा चाहिँ यहाँ आयो। कन्सिक्वेन्स के हुन्छ त यदि त्यस्तो भएमा भनेदेखि चाहिँ तिनले आफ्नो खुट्टाले तिनलाई कुल्छन्लान् भन्न खोजेको। त्यसलाई कुल्छन्छ, डिसरेस्पेक्ट गर्ने छ, त्यो वास्ता गर्ने छैन, त्यसको कुल्छन्। तपाईँलाई थाहा छ, म हजुरलाई भनिदिउँ, धेरै समयदेखि हजुर हामीले आँखाले देख्दै आएको छ, धेरै ठाउँहरूमा पवित्र बाइबललाई मानिसहरूले जलाउने गर्दछ, कसैले कुल्चने गर्दछ, कसैले यहाँसम्म कि दिशा पुछेरसम्म फ्याँक्ने गर्दछ। त्यो चाहिँ एकदम एक्ज्याक्टली यहाँनिर भन्न चाहेको कुरा हो। अनि परमेश्वरले तिनीहरूले कुल्छला, तिनीहरूले त्यसको व्यवस्था गर्नेछ, तिनीहरूले तिरस्कार गर्नेछ, त्यो कुल्चनेछन्। र अर्को के भन्छ, फर्के तिमीलाई हमला गर्लान् भनेछ। त्यसले पछाडि गएर त्यसले के गर्लान् त भन्दाखेरि त्यसले हमला गर्ने सम्भावना हुन्छ भनेर यहाँनिर बताइएको कुराहरू हामी देख्दछौँ। सो योबाट चाहिँ हामीले यो पुरा प्याराग्राफबाट यो पुरा यहाँदेखि यहाँसम्म ल्याउँदै गर्दाखेरि चाहिँ नगर्नु, तर गऱ्यौ भनेदेखि चाहिँ त्यसको कन्सिक्वेन्स तिमीले यसरी झेल्नु पर्ने हुन्छ भनेर प्रभु येशू मसीहले यहाँ यो उखानद्वारा हामीसँग भन्दै हुनुहुन्छ। अब हामी विशेष गरिकन हेर्नेछौँ, अलिकति मैले अङ्ग्रेजीमा पनि मैले पर्ल्स भन्ने र यो पिग्स भन्नेलाई मैले अलिकति क्लियर गर्नको लागि यहाँ मैले लेखिदिएको छु। अनि यो चाहिँ पर्ल्स भनेर चाहिँ प्रिसियस एन्ड भ्यालुएबल टिचिङ्स अफ गाड भनेर यहाँनिर लेखिएको छ। यसले के रिप्रेजेन्ट गर्छ त पर्ल्सले भन्दाखेरि, अघि मोती भनेको थियो नि, अङ्ग्रेजीमा पर्ल्स भनेको छ। त्यस पछाडि हामीले सुँगुरलाई जुन प्रकारले स्वान या त सुँगुर भनेर पिग्स भनेर जुन प्रयोग गरेको छ अङ्ग्रेजीमा, त्यो चाहिँ अनक्लिन एनिमल्स भनेर भनेको छ। त्यो अनक्लिन चाहिँ त्यो हो जसले चाहिँ परमेश्वरको वचनलाई तिरस्कार गर्छ भन्ने कुरा हामी यहाँनिर जनाउँदछ। यसको मतलब यहाँनिर हामीले फेरि उल्टा अर्थ चाहिँ लाउनु भएन। जस्तै त्यसो भनेदेखि त परमेश्वरको वचन चाहिँ सिनर्सहरूको लागि या त पापीहरूको लागि होइन रहेछ भनेर भन्नु, त्यसरी राख्नु मिल्दैन। हामीले अलिकति त्यो बिचको डिफ्रेन्सेसलाई हामीले छुट्याउनु पर्ने हुन्छ। परमेश्वरको वचन अभियसली यो चाहिँ सिनर्सहरूको लागि नै परमेश्वरले दिनुभएको हो, तर जसले बारम्बार त्यसलाई रिजेक्ट गर्छ भनेदेखि चाहिँ त्यसलाई फेरि पनि गएर त्यसलाई बार बार त्यो पर्ल्स दिनुपर्ने आवश्यकता छैन भनेर चाहिँ येशू प्रभुले त्यो कुरालाई देखाउदै हुनुहुन्छ। यसैले गर्दाखेरि हामी यहाँ अन्तिममा विशेष गरिकन हामी हेर्दछौँ, पवित्र चिजहरूलाई बेकार वा अपमानजनक व्यवहार गर्नेहरूलाई खुलासा नगर्नुहोस् भनेर। यसको सारांशमा मैले पुरा त्यो अघिको यसको चाहिँ अर्थ चाहिँ मैले के लेखेको छु भन्दाखेरि चाहिँ पवित्र चिजहरूलाई बेकार वा अपमानजनक व्यवहार गर्नेहरूलाई खुलासा नगर्नुहोस्। गऱ्यो भने के होला त भन्ला त अघि हामीले नतिजामा हामीले हेरेका थियौँ, तिनीहरूले फर्केर के गर्नेछन् भन्दाखेरि चाहिँ त्यसलाई कुल्छनेछ, साथसाथैमा त्यसले हमला गर्नेछ भन्ने कुरा कन्सिक्वेन्सलाई हामीले देख्छ। हमला भन्ने कुरालाई चाहिँ हामीले सिरियसली नै हामीले लिँदै गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा भोइलेन्सलाई देखाउँछ, होइन। यदि कसैले त्यसै हिंसात्मक प्रकारले गर्छ भनेदेखि, कसैले
त्यो प्रकारको एउटा व्यवहार गर्छ भनेदेखि बेटर त्यो मानिसहरूलाई यो प्रशंसा नदिनु भनेर येशू प्रभुले त्यो आज उहाँले आफ्ना पवित्र जनहरूलाई उहाँले यसरी सन्देश दिनुहुन्छ। यो चाहिँ हाम्रो लागि सिरियस म्याटर हो भनेर हामीले बुझ्नुपर्ने आवश्यकता हुन्छ। यदि कसैले परमेश्वरको पवित्र वचनलाई जो चाहिँ एकदम मोतीभन्दा पनि बहुमूल्य छ, सुन चाँदी हिरा मोतीभन्दा पनि बहुमूल्य मानिसहरूको लागि भनेर जुन परमेश्वरले वचन दिनुभएको छ, त्यसलाई हामीले तिरस्कार गऱ्यौँ भनेदेखि चाहिँ त्यसको नतिजा हामीले झेल्नुपर्छ भन्ने कुरा हामी यहाँबाट देख्न सक्छौँ। र तिरस्कार गर्ने पक्षबाट पनि हामीले हेरौँ र यताबाट जसले त्यो वचनलाई हामी सेयर गर्छौँ त्यो कुरालाई पनि त्यो पक्षबाट पनि हामीले हेर्न बहुत जरुरी छ। र आजको विशेष यो उखानबाट 7 अध्यायको 6 मत्ती 7 अध्यायको 6बाट हामीले यिनै कुराहरू हामी यहाँबाट बुझ्न सक्छौँ। र हामीले बिचमा पनि हामीले हेऱ्यौँ कतिवटा चाहिँ यहाँभित्र उपकरणहरू साहित्यिक उपकरणहरूको प्रयोग गरेको रहेछ भनेर हामीले हेऱ्यौँ। इम्पेरेटिभ वर्ब्सलाई हामीले हेऱ्यौँ, त्यस पछाडि हामीले हेऱ्यौँ आज मेटाफोरलाई हामीले हेऱ्यौँ अनि मेटाफोर के हो भन्ने कुरालाई हामीले हल्का रूपमा आज हामीले बुझ्न सकेका छौँ। र यहाँहरूलाई विशेष धन्यवाद।